भिडियो हेरिरहनुहुने सम्पूर्णमा नमस्कार। फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ म सिम्पल पानामा पर्क पकाउन गइरहेको छु। मेरो साथमा छ काटेको प्याज, टमाटर, कुटेको अदरक, लसुन र हरियो खोर्सानी अनि सँगसँगै छ 1 केजी पर्क पनि। पोलेर खानुको लागि चाहिँ म पर्कलाई म्यारिनेट गर्दैछु। मैले यसमा हालेको छु नुन, अदरक लसुनको पेस्ट मात्रै र खानासँग खानुको लागि चाहिँ मैले पर्कलाई पानीमा बफाइसकेको छु र बफाएर उसको पानी फाल्दिसकेर यसरी राखेको छु। हेर्न सक्नुहुन्छ। यसरी बफाएको मासु चाहिँ छिटो पनि पाक्छ र यसरी बफाएको मासु चाहिँ मलाई एकदमै मन पर्छ। र पर्क पकाउनको लागि चाहिँ मैले उता अघि नै भाँडा राखिसकेको छु जसमा मैले चाहिँ प्याज भुट्दै छु। हेर्न सक्नुहुन्छ। यसरी म चाहिँ प्याजलाई 10 देखि 15 मिनेट भुट्छु। यसरी 10 देखि 15 मिनेट चाहिँ प्याज भुटिसकेपछि चाहिँ प्याजको कलर यसरी ब्राउन हुन्छ। यसरी ब्राउन भइसके पछाडि चाहिँ म अब पर्क हाल्छु। पर्क हालिसके पछाडि चाहिँ यसलाई म चलाउँछु जबसम्म यो चाहिँ कलर चेन्ज भएर रातो यस्तो हुँदैन। जब यस्तो रातो चेन्ज हुन्छ मासुको कलर त्यस पछाडि म यसमा हाल्छु कुटेको अदरक लसुनको पेस्ट अनि चलाउँछु। अदरक लसुनको पेस्ट हालेको 10 मिनेटपछि चाहिँ फेरि म त्यसमा काटेको टमाटरहरू हाल्छु किनभने ग्रेभीको लागि काटेको टमाटरहरू चाहिँ पर्कमा हालिसके पछाडि चाहिँ 1 मिनेट जति चाहिँ यसलाई मजाले चलाउनु। यसरी चलाउँदै गर्दाखेरि चाहिँ आफ्नो स्वाद अनुसार यसमा नुन, पिरोहरू चाहिँ हाल्न सकिन्छ। मैले चाहिँ थोरै मात्र हालेको छु यसमा र यसलाई बीचमा चाहिँ चलाउँदै गर्नुपर्छ किनभने अदरक लसुनको पेस्टहरू चाहिँ मुनि टाँसिन सक्छ अर्थात् जल्नु सक्छ। त्यसको कारणले बीचमा यसलाई चलाइराख्नुपर्छ। जब यो पर्कबाट चाहिँ यसरी ग्रेभी निस्किन थाल्छ हामीहरूले यो सम्झिनुपर्छ कि टमाटर पाक्दैछ। हामीले जति बेर यसलाई मजाले पकाउँछौँ उति त्यो अदरक लसुनको पेस्टको मसलाहरू चाहिँ भित्रैसम्म जान्छ। र मैले पकाउँदाखेरि चाहिँ म बजारको मसलाहरू चाहिँ युज गर्दिनँ। म चाहिँ नेचुरल्ली घरमा बनेको अदरक लसुनको पेस्ट मात्रै युज गर्छु। र ग्रेभीको लागि मैले पानी हालेको छु। तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ उम्लिँदैछ। आधा घन्टा पकाएपछि रेडी भयो हाम्रो पर्क। अब यसमा हामी हरियो धनिया पत्ती हाल्छौँ स्वादको लागि। यहाँसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैलाई।